म चाहिँ करिब 3 वर्षपछि चाहिँ आफ्नो जन्मभूमि नेपाल चाहिँ अब जाँदैछु है। फाइनली नेपाल जाने दिन आयो मेरो है। अनि हिजो राति पनि खासै निन्द्रै लागेन, धेरै एक्साइटेड भएर नि होला है। त्यो पनि हो, अब बिहानै उठ्न नि पर्ने अनि दिमागमा नि त्यही आउने कि कतिखेर बिहान उठ्ने अनि अब बस चढेर एयरपोर्ट जाने भन्ने त्यस्तो खालको आउने कि होइन। बिहान अब त्यही 4 बजे उठेर अनि त्यो बस टर्मिनलमा गएर बस चढ्नुपर्ने खालको थियो। मेरो चाहिँ अब 11:30 बजेको चाहिँ फ्लाइट छ है। सो म चाहिँ अब एयरपोर्ट जाँदैछु। कोरियाको इन्चन एयरपोर्ट चाहिँ समुद्रमाथि भएकोले गर्दा म चाहिँ अब यो पुलमाथि गाडी चढेर है जाँदैछु। ल हेर्नुहोस्, यो पुल हेर्नु न कस्तो खतरा छ नि पुल के, वाइल्डै बवाल छ है यहाँको इन्जिनियरिङ। अनि हेर्नुहोस् यहाँको पुलको स्ट्रक्चरहरू है, अति नै बवालै छ कि यो पुल है। कोरियाको चाहिँ सबैभन्दा अलिकति लामो पुल पनि भनेर भनिँदो रहेछ है। एकदम दामी छ कि अब यत्रो ठुलो छ यार पुल यार। 1.5-2 घन्टाको यात्रापछि चाहिँ म चाहिँ इन्चन एयरपोर्ट आइपुगेको छु र यो ट्रलीमा चाहिँ आफ्नो लगेज ब्यागहरू सबै राखेर अब चेकिङको लागि जाँदैछु। अनि आफ्नो त्यो अब बोर्डिङ पासहरू सबै लिनको लागि चाहिँ म जाँदैछु है। मेरो चाहिँ चेक इन भएर आफ्नो साथमा अब बोर्डिङ पासहरू सबै लिएर अनि ह्यान्ड क्यारी गुडाउँदै हल्लाउँदै होइन हिँडिरहेको छु म चाहिँ। अब फाइनली अब फ्लाइट पनि अब हुन लाग्यो हाम्रो चाहिँ। अब यो 49 नम्बरबाट छिरेर चाहिँ हाम्रो प्लेन होइन, प्लेन अब मलेसियन एयरलाइन्स यहाँबाट चाहिँ उड्ने छ है। अनि साथमा नेपाली साथीभाइहरू नि हुनुहुन्छ हाम्रो साथमा। सो एकदमै खुसी लाग्यो नेपाली साथीहरू भेट्दाखेरि है, सँगै जाँदाखेरि। अब सबैजना यसरी जाँदा साह्रै नै खुसी लाग्यो। म चाहिँ गेटबाट इन्ट्री गरेपछि चाहिँ एस्केलेटरबाट चाहिँ तल जाँदैछु। अनि मेरो साथमा चाहिँ नेपाली दाजुभाइहरू पनि हुनुहुन्छ, 10-15 जना जति हुनुहुन्छ। सबैजना छुट्टी मनाउनको लागि अनि हाम्रो नेपालीहरूको महान चाड दसैँ मनाउनको लागि चाहिँ जान लाग्दै हुनुहुन्छ सबैजना। यसरी दसैँ आउँदै गर्दा अनि ठ्याक्कै छुट्टीमा घर जान पाइँदा चाहिँ लास्टै खुसी लाग्दो रहेछ है आफ्नो देश जान पाउँदाखेरि। अनि म चाहिँ अब यो प्लेनभित्र छिर्न गइरहेको छौँ। यतापट्टि इकोनोमिक क्लास छ है, उता चाहिँ बिजनेस क्लास। अनि हामी चाहिँ इकोनोमिक क्लासबाट चाहिँ गयौँ सबै नेपालीहरू होइन। अनि त्यहाँनिर मेरो अगाडि चाहिँ विदेशीहरू पनि हुनुहुन्थ्यो। अनि त्यहाँनिर गएपछि चाहिँ यो प्लेनको क्र्यु मेम्बरले चाहिँ त्यहाँनिर टिकटहरू देखाउन लाउँदो रहेछ, टिकट देखाउनु पर्दो रहेछ उहाँलाई। उहाँले चाहिँ आफ्नो अब सिट यहाँ छ तपाईँको सिट भनेर त्यहाँनिर होइन जस बुझाउनु हुँदो रहेछ। एकदम राम्रो हुनुहुन्थ्यो उहाँ पनि। अनि मेरो पनि टिकट मैले देखाएँ अनि त्यसपछि उहाँले मलाई यता गएर बस्नुहोस् भनेर भन्नुभयो है। अरू विदेशीहरू पनि हुनुहुन्थ्यो त्यहाँनिर, कहाँनिर आफ्नो सिट भनेर हेर्दै हुनुहुन्थ्यो त्यहाँनिर। केही समय पश्चात चाहिँ यो प्लेन चाहिँ कोरियाको इन्चन एयरपोर्टबाट चाहिँ टेक अफ हुँदैछ। अनि इन्चन एयरपोर्टबाट डाइरेक्ट मलेसियाबाट सिधै नेपाल है। हामी चाहिँ अब मलेसिया जाँदैछौँ, त्यहाँनिर नि ट्रान्जिट हुन्छ। अनि एकदम खुसी लागिरहेछ है, करिब 3 वर्षपछि आफ्नो देश जन्मभूमि जाँदैछु। एकदमै खुसी लागिरहेछ है, साह्रै खुसी लागिरहेछ। अनि हाम्रो नेपाली दाजुभाइहरू पनि एकदम खुसी हुनुहुन्छ है। अनि सबैले अब एकदम हाम्रो अब यात्रा सफल रहोस् भनेर कामना पनि गर्दैछौँ। र अब बिस्तारै टेकअप हुँदैछ है। अनि बिस्तारै जमिनबाट आकाशतिर हामी उड्दैछौँ। प्लेन चाहिँ बिस्तारै आफ्नो रनवेतर्फ जाँदैछ है। मलाई चाहिँ कतिखेर उडोस् जस्तो भइरहेछ होइन। जस 20-25 मिनट भइसक्यो अझै उडेकै छैन होइन। अब चाहिँ आफ्नो रनवेतर्फ जाँदैछ। अब चाहिँ उड्छ हाम्रो प्लेन है। उडेर अब मलेसिया पुग्छ केही समयपछि र बिस्तारै अब उड्दैछ है हाम्रो प्लेन। ल अब चाहिँ यो प्लेनले जमिन छोडेर आकाशतिर जाँदैछ है, उड्दैछ। अलिकति उड्दाखेरि चाहिँ है चिसो हुने कि जस अब फिल हुने कि ठ्याक्कै उडेको जमिन छोडेको ठ्याक्कै फिल हुने कि। अनि सर माथि उड्दै
बादलुको संसारमा अब जाँदैछौँ हामी है। हेर्दाखेरि छुट्टै रमाइलो लाग्ने कि तल हेर्दाखेरि है। अब स्पिड पनि लास्टै स्पिड छ यो कति हो है थाहा नै छैन मलाई पनि। अब वाइल्ड स्पिड त अति नै हुन्छ प्लेनको है कति त्यसै कहाँ उड्छ र प्लेन पनि होइन। टेकअप भयो हाम्रो प्लेन चाहिँ जति यो प्लेनले जमिनबाट भुइँ छोड्दैछ मन पनि त्यति नै एकदमै खुसी भइरहेछ है। मन पनि माथि उडिरहेछ प्लेनसँगै खुसी लागिरहेछ त्यस आफ्नो नेपाल आफ्नो देश जान पाउँदा। ल फाइनली अब प्लेन पनि अब माथि गर्दै उडिसकेको छ। ल माथिबाट अब तलको भ्यू हेर्दाखेरि नि एकदम राम्रो देखेको छ है। अब समुद्रै समुद्र छ ल हेर्नुहोस् है। अब कतिवटा समुद्र तरेर जानुपर्छ। परदेशीको जिन्दगी यस्तै त रहेछ नि समुद्र कटेर होइन। तर आफ्नो फ्यामिली सबैलाई छोडेर आउनु पर्ने है। तर पनि अब यसरी जान पाउँदा है छुट्टै खुसी लाग्ने कि आफ्नो देश भनेपछि चाहिँ छुट्टै खुसी लाग्ने। र माथिबाट हेर्दाखेरि चाहिँ यो समुद्र हेर्नुहोस् न कस्तो बवाल देखायो कि यहाँनिर है। दामी नै लाग्यो मलाई यो समुद्र चाहिँ यसरी हेर्दाखेरि। पहिला सुरुमा आउने बेला चाहिँ अलि राति भएकोले मैले केही देखेन उताबाट नेपालबाट आउँदाखेरि। अनि अहिले चाहिँ पुरै देखेँ यताको भ्यूहरू। ल समुद्रै समुद्र कति ठुलो छ त यो समुद्र। ल हेर्नुहोस् त आम्मामा हेट। ल जति माथि पुग्दै गयो त्यति नै एकदम खुसी लाग्दै थियो। अनि माथि त्यहाँ हामीले अर्को प्लेन पनि हेऱ्यौँ त्यहाँनिर। अर्को प्लेन चाहिँ अब धेरै माथि पुगिसकेको थियो। प्लेन भन्दा नि अर्को प्लेन धेरै माथि पुगिसकेको थियो। र बिस्तारै हामी एकैछिनमा यति माथि धेरै उड्यौँ कि त्यो एयरपोर्ट त कहाँ हो तल एकदमै तल। अनि यो मोनिटरमा चाहिँ हेऱ्यौँ हामी है। अब चाहिँ बुसानबाट जाँदै थियौँ हामी। बुसान हुँदै जाँदै रहेछ जोस्। अनि त्यो टापुहरू अब कुन टापु हो केही थाहा नै थिएन है। अब कसरी थाहा हुन्छ। यस्तो टापुहरू त धेरै नै देखेँ है मैले समुद्रको बिचमा। बिस्तारै हामी अब बादलहरूलाई छिचोल्दै बादलहरूको माथि पुग्यौँ है। त्यहाँबाट हेर्दा चाहिँ यस्तो निलो देख्यौँ आकाश। अनि बादल माथिको संसारमा पुग्यौँ बिस्तारै। पुरै बादलले ढाकेको थियो। अनि हामी चाहिँ बादलभन्दा अझ माथि थियौँ। ठ्याक्कै पखेटा हेर्नुहोस् है। बादलमाथि अब छुट्टै लाग्ने कि एउटा ल स्वर्गको संसार जस्तो होइन। स्वर्ग चाहिँ यस्तै हुन्छ जस्तो लाग्छ कि कहिलेकाहीँ चाहिँ भनिन्छ नि त्यो टिभीहरूतिर फिल्मतिर देखाउँछ होइन। स्वर्गमा यस्तै खालको हुन्छ नि त भाइ। पुरै सेतो बादल अनि परिहरू उडेको होइन भगवान्हरू त्यस्तो खालको लागिरहेको। मैले चाहिँ मलेसिया ट्रान्जिटको भिडियो बनाएन है। त्यो अलिकति लामो हुन्छ भनेर बनाएन। अनि प्लेनभित्र छिरेर बनाउँदैछु। मलेसियाबाट हाम्रो प्लेन चाहिँ अब नेपालको लागि उडिसकेको छ। अनि यति बेला चाहिँ मलेसियामा 6 बज्न आँटेको छ है। अनि ठ्याक्कै साँझ पनि पर्न आँटेको छ। अनि यो चाहिँ गोल्डन टाइम हो है। जब अब घाम बिस्तारै डुब्दै जान्छ अनि ठ्याक्क यस्तो दृश्य देख्छ कि है। अब घाम डुबेर साँझलाई स्वागत गर्दाखेरि ठ्याक्कै यस्तो दृश्य देख्छ कि माथिबाट हेर्दाखेरि झन् वाइल्डै बवाल देखाएको थियो है। हेर्नुहोस् न यस्तो बवाल देखाएको थियो। यो चाहिँ मैले लाइफमा फर्स्ट टाइमै देखाएको यस्तो खालको होइन दृश्य चाहिँ। माथिबाट हेर्दाखेरि छुट्टै के अब त्यो क्षितिज पारी केही होइन लाइट जस्तो एउटा छुट्टै खालको गोल्डन थियो कि दामी थियो कि। प्लेन उडेको 1 घन्टापछि चाहिँ मेरो खाना आयो। अनि म चाहिँ अब खाना खाँदै आफ्नो यात्राको मनोरञ्जन लिँदैछु। फाइनली 12 घन्टापछि चाहिँ म चाहिँ आफ्नो देशको आकाशमाथि उडेर आफ्नो देशलाई हेर्दैछु। यति बेला चाहिँ मेरो देश एकदम झिलिमिली भइरहेको छ। एकदमै उज्यालो सुनले सजिएको जस्तो लागिरहेछ है। यत्रो वर्षपछि आफ्नो आफन्त आफ्नो परिवार साथीभाइहरूलाई भेट्न पाउँदैछु भनेर एकदम खुसी लागिरहेछ मलाई चाहिँ। कहिलेकाहीँ चाहिँ कामबाट छुट्टी भएर यसो आकाशतिर हेर्थेँ अनि प्लेनहरू उडेको देख्थेँ। अनि मनै सपना बुन्थ्यो कहिले चाहिँ अब यसरी प्लेन चढेर नेपाल जाने होला त्यस्तो लाग्थ्यो। अनि आज चाहिँ अब त्यो सपना पुरा भइसकेको छ मेरो है। अब म चाहिँ नेपालमा आइपुगिसकेको छु। अब एकैछिनमा म चाहिँ अब ल्यान्डिङ हुन्छु है त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा। मलाई चाहिँ अब
आफ्नो फ्यामिलीहरू लिन आउनु भइसकेको छ। म चाहिँ त्रिभुवन इन्टरनेसनल एयरपोर्टभित्र आइसकेको छु अनि यहाँ चाहिँ 1 घन्टा जति भइसक्यो मान्छे हामी आएको, तर हाम्रो लगेज चाहिँ अझै आएकै छैन कि यहाँ कतिजना आएको छैन कि। यो चाहिँ अति नै भएको छ, नेपाल सरकारले एकदम हेर्न पर्ने कुरा हो है। यस्तो त अति नै भयो, मान्छे कति धेरै टाढा कहाँ जानुपर्ने हुन्छ, तर यस्तो छ कि हालत है नेपालमा। अनि यो चाहिँ भोलिपल्टको दृश्य हो है। यो चाहिँ भाटभटिनी चाबेल स्थित रहेको जेन्जी आन्दोलनले एकदमै तहस-नहस बनाएको रहेछ है। यो भाटभटिनीमा चाहिँ अब कतिजना लगभग 7-8 जना जति मान्छेहरू चाहिँ मरेको रहेछ कि यो भाटभटिनीमा जलेर भनेर भन्दै थियो सबैजनाले। एकदम दुःख लाग्यो है। यो एकदमै राम्रो थियो नेपालको भाटभटिनीमध्ये एकदम राम्रो चल्ने नै थियो एकदमै, त्यो चाहिँ एकदम दुःख लाग्यो।